हेलो गाइस, गुड मर्निङ सबैजनालाई। अहिले चाहिँ म अब आज बिहान बिहानै उठेर बाइक सर्भिसिङको लागि जान लागेको छु। सर्भिसिङ भन्दा पनि यहाँदेखि देख्नुहुँदा 700 किलोमिटर मात्रै कुदेको छ लगभग। तर बाइक के भइदियो भने बाइक चाहिँ एकदम पावर नदिने, पिकअपै नदिने, अलिकति एक्सिलेटर धेरै गर्दाखेरि भुरभुर भुरभुर गर्छ, जुन क्लचपेट गएको जस्तो। अनि अलिक पावर लिन खोज्यो कि बाइक कुद्दै नकुद्ने। टाइपिट पनि तपाईँको एक्सिलेटर बटारिसके पछाडि पनि एकछिन पछाडि मात्रै पिकअप लिइरहेको छ मेरोले चाहिँ। अस्ति टाइपिट पनि एकदम टाइट थियो। सर्भिसिङ गर्दाखेरि नै मैले थाहा चाहिँ पाएको थिएँ, सर्भिसिङ गर्ने लगत्तै मैले थाहा पाएको हो। तर के भयो भनेदेखि अब अहिले म नयाँ ठाउँमा आएर सर्भिसिङै गरेको थिइनँ, एकचोटि मात्रै सर्भिसिङ गराएको हो। यहाँनिर चाहिँ गरेको मलाई चित्तै बुझेन। त्यही भएर म टोखाबाट म जरीबुटी जाँदैछु आफ्नै ग्यारेजमा। यो बाइकलाई सुरुबाट त्यहीँ देखाइरह हो, त्यहीँ हेरिरह हो, सबै पार्ट्सहरू पनि त्यहीँ चेन्ज गरिरह हो। सबै मेरो काम त्यहीँ हुन्छ बाइकको। अब योचोटि यतै सर्भिसिङ गरौँ भनेर मोबिलहरू सबै आफै किन्यो। मोबिल अब त्यही सरसफाइ र त्यही हो नि, अलिअलि ग्रिसहरू हाल्ने सबै चेक गर्नलाई भनेर दिएको। यहाँनिर त्यति राम्रो सफा नगरेपछि गयो नभएपछि फेरि जडीबुटी जाँदैछु। सो हेर्नुहोस्, आज सर्भिसिङको मेरो इस्युहरूको बारेमा सबै तपाईँहरूलाई भनिदिन्छु। अहिले कति भयो? 6:40 हो। 7 बजीतिर आइपुग्छु भनेको थिएँ। 20 मिनट त पुगेला नि त है। यो ग्रान्डी भइहाल्यो। तपाईँहरूले बाटो देख्नु भएको छैन भने म चाहिँ यो माथि दर्शन स्वर्दर्शन हाइटको ओह्रालोबाट छिरेर यो ग्रान्डी टावर निस्किन्छु। म बस्नु उयो माथि भइहाल्यो। ग्रान्डी टावरमा यहाँबाट पनि फेरि म मेन बाटो हिँड्न छोडेर होला हिजो आज खालि भित्रको बाटो मात्रै हिँड्न आनन्द लाग्छ। यहाँबाट हामी अब यहाँबाट सिधै गयो भने सामुकुसी निस्किन्छ। सामुकुसी ननिस्किकन हामी सिधै वसुन्धरा निस्किन्छौँ। फेरि यताबाट लेफ्ट लागेर अब यहाँबाट निस्केर यहाँबाट ठ्याक्क राइट लाग्यो हामी। अब यहाँबाट फेरि हामी लेफ्ट लाग्छौँ। अब लेफ्ट लागेपछि ससुराली चाहिँ हो, यहाँ आइपुग्यो। दाइहरू यहीँ बस्नु भएको छ। क्रिस्चियन फुड प्राइभेट लिमिटेड। र अर्को कुरो, तपाईँहरू कसैलाई शुद्ध तोरीको तेल चाहिएको छ भने चाहिँ
यहाँनिर चाहिँ कालिका तोरी मिल। तपाईँहरूलाई चाहिएको छ भने चाहिँ आउनुहोस्। जार चाहिँ यिनीहरूले दिँदैन, जारवाला हुँदैन। अहिले 350 रुपियाँ लिटर रहेछ। तपाईँहरू यहाँ कतै नजिकै हुनुहुन्छ भने चाहिँ तोरी तेल आफैले पिसेको वाला खोज्नुहुन्छ भने चाहिँ यहाँनिर पिस्दो रहेछ। जारहरू चाहिँ आफै ल्याउनु होला, के कति चाहिन्छ। त्यो पिसिरह पनि हुन्छ होइन, पिसेर राखे पनि हुन्छ। के छ तपाईँहरूलाई होइन, म यो पिसेकै हेरेर लान्छु भन्दाखेरि पनि पाइयो। पर्खेर गरेर कुरेर होइन, नयाँ पिसेकै लिएर गए पनि भयो। होइन भने माथि उनीहरूले आफैले पिसिरहेको हुन्छ, पिसेर राखिरहेको हुन्छ त्यो पानीको जारतिर। ठुलो जार कञ्चकने त्यो स्टेनलेस स्टिलको जारमा राखेको हुँदो रहेछ। त्यहाँबाट तपाईँहरूले भरेर लान सक्नुहुन्छ, उनीहरूले भरेर दिइहाल्छ। त्यो चाहिँ क्विक एनर्जी आयो, भर्यो, लिएर गइहाल्यो। फोन पेहरू सबै गर्न मिल्छ। अब यहाँबाट त हामी चक्रपथ निस्किहाल्यौँ। त्यस पछाडि त अब अहिले म अलिकति बाटो खुल्ला पाएछु र भने जस्तो बाटो भएको छ भने इस्यु के छ देखाइदिन्छु। त्यो पिकअपको चाहिँ यो नर्मल्ली एक्सिलेट गरे हो, यो ओभर एक्सिलेट गराए होइन। ओभर गर्दा चाहिँ के हुन्छ भन्ने चाहिँ म तपाईँलाई अहिले म बाटो पाएँ भने फुर्सदमा देखाइदिन्छु। यहाँनिर फुर्सद भन्दा पनि म उता पुग्न लागेपछि देखाउँछु। जडीबुटी पुग्नुभन्दा अगाडि त समस्या हुन्छ। के ठाउँमा गएर यहाँ फेरि अहिले यहाँबाट ठेल्नु पऱ्यो भने त सक्दिनँ म होइन। के भरै छैन फेरि, यो के भएको पनि थाहा छैन। यो उडा भनेको इन्जिनको यसको होस पाइप जुन छ कार्बोरेटरको सँगैको, त्यो होस पाइप चाहिँ अस्ति निकाल्दा च्यातियो कि हाल्दाखेरि चाहिँ च्यात्या थियो, त्यति चाहिँ थाहा छ मलाई। तर तिनीहरूले निकाल्दाखेरि नै कार्बोरेटर सफा गर्नु लगाएको थिएँ, निकाल्दाखेरि नै च्यातियो कि भन्ने चाहिँ एउटा डर छ मलाई होइन। त्यो हो भने चाहिँ छुट्टी कुरो। मारन जोन्सको बाटो यस्तो रहेछ। म पनि आएको थिइनँ यो बाटो, त्यति हिँड्दिनँ। यहाँनिर एक्सप्रेस लेन भयो, उता सर्भिस लेन बन्द रहेछ। यो सिधै सिधै जानलाई र अब गाडीहरू त उताल्लो बाटो हिँड्छ होला एक दुई दिनबाट। सर्भिस लेनबाट नै त चलाउनु पर्यो गाडी त। योबाट चाहिँ डाइरेक्ट मेन गाडीहरूलाई, के अरे यो प्राइभेट गाडीहरू सुइसी जानेहरूलाई मात्रै हो। मान्छे उठाउँदै रातै हिँड्नेहरू चाहिँ पल्लो लाइन र बल्लो लाइन हिँड्छ। ल त्यहाँ चाहिँ सकिसकेको चाहिँ यति चाहिँ बनाएर हिँड्दो रहेछ। त्यति बन्यो भने त धेरै सजिलो हुन्छ कि यो बाटोहरू। यो ओभरपास या त अन्डरपास नबनाइकन यस्तो ठाउँमा कामै छैन। मेरो बुझाइ हुन्छ एकछिन कुद्न पाइयो, मलाई त्यस्तो लाग्छ। एकछिन कुद्न पाइयो, सुई चोकाएपछि फेरि त्यही हो। सबैजना यता काट्ने उता काट्ने गाडी जाम भइहाल्छ। सिधै जाने चाहिँ डाइरेक्ट जानु पाउँदैन। जस्तै कलङ्कीको जस्तो हो भने चाहिँ दायाँ बायाँ जानेहरू माथिबाट गयो, सिधै जाने त जान पाइयो नि त। तर त्यो ठाउँ बाहेक अरू ठाउँ कहाँ छ र अब अहिले? गोवाकोमा बनेको त छ, तर त्यसले धेरै ठाउँ खास छ। अरू अन्डरपास त्यो कलङ्कीकोले ठाउँ धेरै खास छैन लाग्छ। गोवाकोले त उहाँदेखि आएर उहाँसँग खास छ ठाउँ पनि। अलिक रिस्की पनि जस्तो लागेको त। माथिबाट बतासियो भने सिधै तल।
यो चाहिँ चाबेल चोकमा आइपुग्यो। म त्यो ग्रान्डी छेउबाट 6:40मा हिँडे हो। कति टाइम भएछ त? कति टाइम आइपुगेछ यहाँनिर चाबेलसम्म? मैले त केटाहरूलाई 7 बजी आइपुग्छु भनेर भनेको थिएँ, भन्दाखेरि लगभग 10 मिनट लागेछ होइन। 50 भयो नि त होइन। 10, 11, 12 मिनट लाग्यो। अब यहाँबाट कोटेश्वर लगभग म 10 मिनटको मात्रै एस्टिमेसन राखिरहेको छु। अब यहाँबाट म कोटेश्वर जडीबुटी पुग्नु पऱ्यो। ग्यारेजै पुग्दाखेरि चाहिँ कति टाइम हुन्छ है त? ओहो के को जाम बिहान बिहान Mazda 3 हेत दामी स्क्रच भएछ। के भएछ यहाँ? लडा हो है क्या? एक्सिडेन्ट ठकठक परे जस्तो छ। नत्र यस्तो जाम हुने ठाउँ त होइन यो। अरे छिरा मासरा यति सानो बाटो छ। यत्रो बाटो भयो, एक साइड पार्किङ गरिदिन्छ, एउटा बाइक एउटा गाडी यसो घुमाइदिन्छ, सकिएन अनि फेरि यो डिभाइडर लगाइदिएर रहेछ। राम्रो त राम्रो हो नि। अब बस एउटा बस्दै एउटा पछाडिबाट यसो टर्निङ काट्नु खोज्यो, उताबाट सिधाबाट आउनेहरू त कहाँबाट जाओस् त? फेरि त यो मान्छे पायो भने त्यहीँ घुमाउँदा घुमाउँदा पनि रोकिदिन्छ यो मुलाहरूले। यिनीहरूलाई केही नै छैन। टाइम खाइहाल्यो नि हेर त, झन्नै 3-4 मिनट त त्यहीँ खाइदियो। यहाँ पनि त्यही हो कुरो। एउटा बस आयो, अर्को घुम्यो, अर्को बस आयो घुम्यो, सिधा जानै छुट्यो। अझ यहाँ उताबाट तलबाट आउने पनि रहेछ। जबसम्म बस स्टप पुरै बन्दैन तबसम्म यस्तै हो। बढेर मात्र पनि हुँदैन, फेरि गाह्रो छ। बनेर के गर्नु, मान्नु पनि पर्यो नियम। साँच्चै भन्ने हो भने हामी आफै नियममा चल्दैनौँ, के गर्नु? अरूको गल्ती देख्छौँ, आफ्नो गल्ती देख्दैनौँ, त्यस्तै हो। अरूलाई यसो उसो भन्न पाइयो,
आफूले भनेको छ भने रिस उठ्छ, फेरि अरू कसैले यसरी भन्यो भने होइन। बेला बेला त्यस्तै हो नि त, दिमाग सड्किन्छ, आफू पनि गल्ती गरेर भ्याइन्छ। र अहिले म त्यहाँनिर छिर्दाखेरि, जुन बाइक बनाएर छिर्दाखेरि म पहिला ठुलो मम्मीहरूसँग बस्थेँ, पछि ठुलो मम्मीहरूको घरमा पनि बस्थेँ र बसेँ किनभने पहिला म दाइहरूसँगै बस्थेँ, पछि ठुलो मम्मीहरू 1 वर्ष जति क्यानाडा बस्नु हो, त्यतिखेर म र मेरो वाइफ बस्थ्यौँ होइन, त्यही भएर बस्थ्यौँ भने हो। अनि अहिले चाहिँ म यता रुम लिएर यतै सरिसके पछाडि गएको छैन म पनि, त्यही अब टाढै छ, ट्याक्कै अपोजिटै भन्नुपर्छ, लगभग उल्टै छ। म चाहिँ टाइमै हुँदैन जान आउनुलाई। अब आज ठ्याक्कै गएर चाहिँ एकछिन छिरिजान्छु। के गर्दैछन् ठुलोबा पनि यतै हुनुहुन्छ भन्ने सुने हो। तुम्बा यतै छन्, यो सर छिरिरहेर के गरेर राख्छन् त्यो पनि हेरेर भेटघाट भएको छैन। दसैँमा जाने कुरा थियो, मेरो चाहिँ प्लान थियो दसैँमा जानलाई। के भइदियो भनेदेखि दसैँमा अब मजाले घुमाउला गराउँला, नानीहरूलाई पनि छोरालाई पनि लिएर जाउँला, भेट भएको छैन भनेर सोच्या। अन्त म गएर फुलपातीको दिनै भनौँ न 9 बजीसम्म कपडा सपडा पखाल्दै गरे मान्छे, 9:30 मा ठ्याक्कै कपडा सपडा पखालेर लुगा सुकाउनु मात्रै लगाएको थिएँ। एकदमै त ग्यास्ट्रिक भयो जस्तो गरेर पेट त एकदम दुख्यो। त्यो फार्मेसी गएँ म, फार्मेसी गएर होइन सहनै सकिनँ क्या मैले। त्यो यस्तो दुखाइ भयो, यता दाहिनेपट्टि त्यो तल पेट दुख्यो जस्तो भयो, एकदम दुख्यो, सहनै सकिनँ। सुतेको उठ्यो, तातो पानी गएँ, खाएँ गरेँ, केही पनि हुँदैन। बिहान उठ्ने बित्तिकै मैले चिसो पानी खाएको थिएँ, त्यसले गर्दा ग्यास्ट्रिक भयो भन्ने मलाई चाहिँ एजम्सन थियो मेरो। अनि मेडिकलको स्टाफले तपाईँको ग्यास्ट्रिक होइन, तपाईँ एकचोटि हस्पिटलै जानु भनेर भन्नुभयो। ठ्याक्कै मैले त्योभन्दा अगाडि मेडिकल आउनुभन्दा अगाडि उता मेरो वाइफ र बच्चा उतै ससुरालीतिरै थिएँ, अघि जुन बाटोमा देखाएको थिएँ त्यहीँ थिएँ। मैले ठ्याक्कै वाइफलाई फोन गरेँ, दाइ कता हो भनेर। दाइ भर्खर निस्किनु हो भनेर, भइगयो भनेर भनिदिएको थिएँ। पछि फेरि फोन गरिदिएछ, ठ्याक्कै दाइ लिन आइपुग्नु भयो। त्यस पछाडि हतार नि ग्रान्ड सिटीमा आएर इमर्जेन्सीमा भर्ना भयो। अनि त्यहाँनिर बुझ्दाखेरि त के हो भनेर बुझ्दाखेरि त तपाईँको त स्टोनको लक्षण छ, किडनी स्टोनको भनेर भन्यो। किडनी स्टोन केही खाएको छैन गरेर भन्ने हो। त्यस पछाडि यस्तो दुखाइ भयो, ब्लड टेस्ट गर्यो, युरिन टेस्ट गर्यो होइन, अल्ट्रासाउन्ड गर्यो, छैन, फेरि स्टोनै छैन, रिपोर्ट एभ्रिथिङ नर्मल। अब के हो त? त्यस पछाडि मेडिकेसनहरू लेखिदिएको थियो, त्यहाँनिर एकछिन आराम गर्छु भने मान्छे इमर्जेन्सीमा आएकै रहेछ। अहिलेसम्म हस्पिटल भर्ना नभए मान्छे त त्यस पछाडि त हुँदैन यो त भनेर म त मलाई डिस्चार्ज दिनु, म घरै गएर आराम गर्छु भनेर डिस्चार्ज मागेँ। अनि दबाई सबै 1-2वटा लेखेर दियो। यस्तै दुखिराख्यो भने चाहिँ सिटी स्क्यान गर्नुपर्छ भनेर भन्थ्यो। अनि 2 दिनसम्म एकदम म्यासिभ पेन भयो। त्यस पछाडि त तेस्रो दिनमा ठ्याक्कै टिकाको अघिल्लो दिन होला, युरिनमा स्टोनै पास भयो क्या 2 चोटि गरेर। त्यस पछाडि त भोलिपल्टबाट त अलिक आनन्द भएको थियो। ठ्याक्कै टिकाको भोलिपल्टबाट त पुरै क्या नर्मल जस्तै, हल्का दुख्ने, तर त्यो दुखाइ थाहा नहुने गरी खालको दुख्ने क्या।
माइनर पेन थियो एकदम। त्यस पछाडि त्यस्तै भएर बित्यो, यता आउनु पनि पाइएन। किडनी स्टोन हुँदाखेरि कस्तो हुँदो रहेछ भन्ने पेन चाहिँ त्यतिखेर बल्ल थाहा भयो कि अरूले देखिन त देख्यो, कस्तो हुन्छै थाहा थिएन। कहाँ ग्यास्ट्रिक भयो जस्तो, यता अगाडि दुखे जस्तो, भित्र दुखे जस्तो हुने, तर मेजर पेन चाहिँ ब्याकमा हुने क्या, ठ्याक्कै लोवर ब्याकमा। लोवर ब्याकको एउटा सर्टेन पार्टतिर चाहिँ पुरा त्यो स्पाइनल कर्ड छेउछाउमा पुरै पेन हुने। त्यो अलिक मजाले थिच्यो ओऱ्यो भने पनि पेन हुने नि, त्यस्तो हुँदो रहेछ। पेन म्यासिभ भयो भने चाहिँ कता दुखेको पनि थाहा नहुने रहेछ। दबाई नखाइन्जेल त मलाई कहाँ दुखेको पेनै थाहा छैन। यसो गरेर तल पेट दुखे जस्तो हुन्छ, कहाँ दुख्यो। यता आउँछु भनेर भनेको आउनु पाइनँ। अस्ति फोन चाहिँ गरेको थिएँ, हामी यतै छौँ भन्नुहुँदै थियो। के अन्त कोटेश्वर आइपुग्यो। ओके, अलमोस्ट आधी घन्टै लाग्दो रहेछ भनेर, आधी घन्टा 25 मिनट आधी घन्टै लाग्दो रहेछ। यस्तो बिहान होइन, यस्तो म्यासिभ जाम पनि थिएन, त्यही एक दुईवटा गाडी हो। सुरुमै घर जानलाई चाहिँ यहाँबाट यसो ओह्रालो जाने हो, तर म पहिला ग्यारेजै जान्छु। ग्यारेज चाहिँ तलबाटै छ, तलबाटै हुन्छ। यो बाटो नहिँड्यो नि धेरै भयो, धेरै पछाडि हिँड्यो। यो कोरिडोरमै छ ग्यारेज त। पुगिहाल्यो। ए देख्नुभयो मेरो समस्या? उहीँ यहाँ गऱ्यो भने हुजुजुजु गर्छ। फेरि देखाउँछु म। फेरि नर्मल रेस्टुरेन्ट गऱ्यो भने कुद्छ। अलिक बराबर भए पनि हुने, यतैबाट पो छिर्नु मन लागिहाल्यो त। यता आएको धेरै भयो, अलमोस्ट 6 महिना नै भयो होला। चैततिर सर्यो म उता, चैत सरिसके पछाडि, चैत पछाडि आएको छैन होइन। अब कहिले असोज अन्तिमै हो, त 7 महिनै भनौँ न, 7 महिनै भयो म यहाँ नआएको। मेरो ग्यारेज चाहिँ यही हो। ओ सौजु के छ? कति भयो? उठेको छैन? भर्खर खोल्नु बा? ए दिपक, ए दिपक, ए उम्ला माथि हो कि तल हो? उठ उठ उठ, लु उठ त, आज उठ, लु उठ त केटो। सुतिरहेको रहेछ अहिले सिधा।
कार्बोरेटर फेर्न पऱ्यो अरे यसको कहाँ लाग्यो केटाहरू पक्का सफा गर्दैछ त्यही भएर नफेरि नहुने भयो कार्बोरेटर नयाँ 10,000 है कार्बोरेटरकै समस्या समाधान लाइट पऱ्यो क्या चाबी लाँदै म बाइक सर्भिसिङ गरेर निस्क्यौँ कार्बोरेटर स्पार्क प्लग र होस पाइप च्यातिएको थियो त्यो फेरियो एडिसनल भनेको कार्बोरेटर र स्पार्क प्लग फेर्नै पर्ने हो नयाँ कार्बोरेटर र स्पार्क प्लग हालियो के गर्नु त बिचमा दुःख पाउनु भन्दा त हाल्नै पर्यो होइन भरे कहाँ गएर दुःख पाइन्छ थाहा हुँदैन ओहो यो त यस्तो पो बन्यो ओहो
ए के गर्नु हुनुहुन्छ त बढी ओके बढी चाहिँ खोइ होइन यहाँ बाइक बनाउन आएको थिएँ बाइक बिग्रेर कार्बोरेटरै फेर्नुपर्ने भएर रहेछ है बडे हेलो यहाँ बाइक बनाउन आएको थिएँ खाना खाइसकेको बडीहरूसँग भेटघाट गरियो एकछिन बसेँ कफ गरेर ऊ चाहिँ त्यहाँबाट डाइरेक्ट अफिसमा आउँछु बाई बाई एभ्रिवान सी यू इन नेक्स्ट भिडियो till then take care everyone bye